ल्याउनु भएको। ल यो चाहिँ हामी चाहिँ अब सफा गरिदिएको पैसा चाहिँ है आउँदो रहेछ भने है हाम्रो चाहिँ यता चाहिँ मेरो दाजु यता आन्टी पैसा धुँदै हुनुहुन्छ है। एउटा दुईवटा पिसहरू मात्रै देखाएको तर धेरै चाहिँ दुईको मात्रै रहेछ। अझै राम्रोसँग चाहिँ टल्केन है यो चाहिँ कालो यो डढेर होला है। खाएँ ल फिनी कत्रो ठुल्ठुलो मुला ल मुला फल्दैछ यत्रो यत्रो। यसरी चाहिँ 4 केजीको चाहिँ पोको पार्दैछौँ हामीले है। पुगेन अझै हेलो गुड मर्निङ नमस्ते जोडले सम्पूर्ण साथीहरूलाई है। र धेरै पछि फेरि अर्को नयाँ एपिसोडको साथमा फेरि उपस्थित भएको छु। पक्कै पनि सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज चाहिँ हिजो मात्रै चाहिँ म काठमाडौँदेखि घर आइपुगेको छु। के को लागि भन्ने कुरा चाहिँ म तपाईँहरूलाई बिस्तारै भिडियो मार्फत तपाईँहरूलाई देखाउने छु होइन। है आजको काम के छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई प्रष्ट के हुँदैछ काम भन्ने कुरा म तपाईँलाई देखाउन लागिरहेको खासमा चाहिँ है। ओके भिडियो के कस्तो लाग्छ हेर्दै बस्नु होला। 3 दिनको कार्यक्रम हो यो चाहिँ। 3 दिनको कार्यक्रममा चाहिँ के भइरहेको छ है तपाईँलाई म प्रस्तुत पुरै देखाउने छु। र आज चाहिँ म के गर्न लागिरहेको छ भन्ने कुरा चाहिँ ठ्याक्कै तपाईँलाई भिडियो मार्फत देखाउन चाहे। के कस्तो लाग्छ भिडियोहरू अन्तिमसम्म यो 3 दिनको भिडियोमा चाहिँ मजाले हेरिदिनु होला है। भन्दै चाहिँ म भिडियो चाहिँ कन्टिन्यू रूपमा अब सुरु गर्न चाहन्छु। र साथीहरू भिडियो के कस्तो लाग्छ होइन। कतिजना साथीहरूले यस्तो चिजहरू चाहिँ धेरैले चाहिँ लाखौँ मान्छेहरूमा चाहिँ 1000-2000 जनामा होला यस्तो। त्यही भएर चाहिँ यस्तो कुराहरू चाहिँ त्यति जेलसम्म चाहिँ हामी नै हुन्छ कि हुँदैन यो उमेरसम्म चाहिँ। तर भएको उमेरमा अरूको आफ्नो मान्छेहरूमा चाहिँ कसरी मनाउनु रहेछ भन्ने कुरा चाहिँ म आज तपाईँहरूलाई देखाउनु खोजेको खासमा। ओके ल साथीहरू भिडियो के कस्तो लाग्छ होइन हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला है। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्दै म भिडियोलाई चाहिँ कन्टिन्यू गर्न चाहन्छु। ओके यता भिडियो हेरौँ त के गर्दैछु म। ओके ल यो बोराभित्रको चाहिँ सबै पैसा हो है। पैसा हो। प्लास्टिक भरि नै भरि चाहिँ यो कहाँबाट त अहिले चाहिँ जम्मा गरेर ल्याउनु भएको छ आफ्नो साथीहरूलाई चाहिँ भरेन चाहिँ सिक्का यो पैसा कहाँ मन्दिरबाट चाहिँ कलेक्सन गरेर चाहिँ दाइले कताबाट फोनसोन गरेर कन्ट्याक्ट मार्फत चाहिँ ल्याउनु भएको। ल यो चाहिँ हामी चाहिँ अब सफा गरेको यो पैसा चाहिँ है 63 केजी जतिको पैसा रहेछ। अनि पैसा 22-23 हजार जति होला सफा गर्दैछु यो पैसाहरू चाहिँ। सबै पैसालाई चाहिँ मजाले तातो पानीमा चाहिँ हार्दिक राखेर सफा गर्दैछु। मजाले सफा हुँदो रहेछ कि अलिक टल्किँदो रहेछ यो भित्रको जमेको बसेकोलाई चाहिँ अब कसरी सफा गर्ने यसो गऱ्यो भने चाहिँ सफा होला सायद। 63 केजी यस्तो गर्नुपर्छ एउटा सानो पोको पनि उचाल्नलाई। यत्रो सानो यो पोका मात्रै उचाल्नलाई यतिमा चाहिँ उचाल्नलाई पनि एउटा हातले त नसकिँदो रहेछ नसकेको खासमा है। यता चाहिँ बाजे हुनुहुन्छ उहाँ चाहिँ अलिक बोल्न सक्नुहुन्न तर काम चाहिँ यस्तो डेन्जर गर्नुहुन्छ पर्फेक्ट। जे काम पनि यस्तो डेन्जर तरिकाले पर्फेक्ट तरिकाले गरिदिनुहुन्छ। अलिक बोल्न मात्रै समस्या हुन्छ सुन्न सक्नुहुन्न। बाजे हेलो या हेलो स्याबास ओ ल ओके ल बाजेको तर्फबाट हेलो नमस्ते ल सबैजनालाई। तपाईँहरू पनि हेलो नमस्ते फर्काइदिनु होला है त। ल आज चाहिँ मेरो काम भनेको यही सफा गर्नलाई थुप्रै छ है। पानी तताउँदैछु हार्पिक राखेर। यता यो बाह्रहरू साह्रै हैरान गर्छ भने कहाँबाट निस्क्यो भने यिनीहरू फेरि। ओके यो चाहिँ हाम्रो गोठ हो है। पर्खा लागेर आउँछु भने यिनीहरू यो चाहिँ बाटो भयो मोटर बाटो जाने।
रहेछ हेर्दैछन् नाकाहरू ल म पानी हाल्न लागेको यसको चाहिँ पोइन्ट्सहरू चाहिँ सफा गर्नलाई पानी हालेर तातो पानी हालेर चाहिँ सफा गर्न लागिरहेको छु तातो पानी हाल्नु है गाके दिइहाले फेरि सेल जान्ने फेरि तातो पानी हिजाक्नु पर्यो चिसो चिसो छन्ने क्या है सफा गरौँ है कालो गरौँ है धेरै जस्तो छ ल यसलाई चाहिँ टक्क यसरी मैले पानी तातो पानी हालेर पिक लगाएर उसो गरेको छु राखेको छु अब यसलाई चाहिँ एकछिन यत्तिकै राखौँ हात दुखाउन अलिक पोल्या होला अत्रा पोल्या रहेछ कतिको टल्किँदो रहेछ है डिजल के आउँदैछ है त आउँदो रहेछ भनेको है हाम्रो चाहिँ यता चाहिँ मेरो दाजु यता आन्टी पैसा धुँदै हुनुहुन्छ है पैसा धुनुलाई भाग्यमा हुनुपर्छ अरे आन्टीले भन्नुभयो यता चाहिँ सुकाउँदैछौँ फेरि पैसा यति धेरै पैसा सुकाउँदैछौँ हामी ल अझै यहाँ धुँदैछौँ है अर्को बोरामा पनि छ अझै यहाँ 2 बोरा छ 1 बोराको चाहिँ यहाँ गइसक्यो आन्टी मेरो दाजै र म भएर चाहिँ धुँदैछौँ ए त्यहाँ त अझै पुरै प्लास्टिकै प्लास्टिक रहेछ भने यो सबै एकको मात्रै हो यो एकको रहेछ 2को पनि रहेछ 2को छुट्टै अनि यो पनि एकको 20 रुपैयाँ छुट्टै है तातो पानी र हाती हालेर चाहिँ लाग्दैछौँ खनिँदैछ है अझै आन्टीले खुल्दै हुनुहुन्छ हो च्यात्नी झन् 20 रुपैयाँ त्यसको त बेर हो के मार्क्स पनि बरे गानो जान लिस ताले मैले खोलो धुने कार्यक्रम अझै छ है जारी छ 1 रुपैयाँको सिक्का सक्यो अब चाहिँ 2 को पालो है दुई ढाक निमल के फोन ढाक दुई को निमल के यता निमल निर्मल के फोन दाम भन्दा पर छैन इजी त काटी दिएर छ नि आउँदियो ए चाहिँ काटी दिएर दुईको मात्र देखिरहेको अहिले ये 5 रोले ए मै 5 रोले रहेछ दुईको मात्र भनेको
बाँसको सिक्का नि रहेछ मान्छेलाई पाकाकै बिरुवा तामो पैसाकै छ तामो तामो इलाङ काहीँ है त हामी चाहिँ किन हिलगेलमा हिलगेल नि पैसा पैसा न हिलगेल आजकल त बाँकी थियो अलिक छ चलो हालेको बिहान डिजाइन तामामा चाहिँ नहाले यदि त खासो देख्ने यदि त खासो देख्ने सक्छ पैसा धोको पनि 1.5 घण्टा भइसक्यो अझै सके छैन दाजु लाग्दै हुनुहुन्छ अझै यता धुनलाई कसिँदै हुनुहुन्छ अझै आन्टी पनि यता ल सफा गरेर माथि सुकाउनलाई जानुभएको छ है यता चाहिँ 1-1 रुपियाँको चाहिँ सकाइसक्यौँ हामीले चाहिँ पैसा धोएर चाहिँ यो त्यो 20 रुपियाँ ल चाहिँ एकको चाहिँ ल यो चाहिँ 2 को कोइन छ है यो चाहिँ 2 को 5 पनि छ होला एउटा दुईटा पिसहरू मात्रै देखाएको तर धेरै चाहिँ 2 को मात्रै रहेछ अलि राम्रोसँग चाहिँ टल्केन है यो चाहिँ कालो यो डढेर होला है आगोले डढेको त गएन यो चाहिँ आगोले डढायो है त्यही भएर त्यस्तो चाहिँ गएन है यता 2 को सिक्का सुकाउँदैछौँ उतातिर फेरि 1 को सिक्का सुकाउँदैछौँ पैसा यो पैसा धेरै सुकाउने बिल पनि आएको रहेछ हाम्रो है हजुर यता चाहिँ बाजे है बाजेले चाहिँ खरबाट चाहिँ यो डोरी बाट्दै हुन्छ है बाट्ने ल बाजेले टक्क बाट्दै हुनुहुन्छ अनि यो चाहिँ त्यो बाटेको डोरीमा चाहिँ यो सबै गाँस्नुहुन्छ है पछि यो सकेपछि ल तपाईँहरूले चाहिँ जिज्ञासा लागिसक्यो होला है के भइरहेको छ के को लागि होला यति धेरै पैसा है तपाईँहरूले अर्को तेस्रो दिनमा चाहिँ ठ्याक्कै थाहा पाउनुहुन्छ के को लागि हो भन्ने कुरा है आजको लागि चाहिँ हामी यति गर्दछौँ है यो आज डोरी बाट्ने कार्यक्रम र पैसा धोएर चाहिँ सुकाउने कार्यक्रमको लागि चाहिँ भिडियो चाहिँ यति अन्त्य गर्न चाहन्छौँ हामी चाहिँ अब साँझतिर बाजेले कि कति डोरी बाट्नु चाहिँ अहिले साँझ टक्क खिचेर चाहिँ राख्नेछु है त बाजेले बाट्दै हुनुहुन्छ भोलि चाहिँ पूजा बाजे ओ बाजे ठिकै ठिक ओके ल बाजे बोल्नु सक्नुहुन्न सुन्नुहुन्न इसाराले मात्रै हो र बाजेले चाहिँ आफ्नो काम चाहिँ मजाले गर्दै बस्नुहुन्छ काममा लागेको छ ओके हामी चाहिँ फेरि उतै जाऊँ घरतिर चाहिँ पैसा सुकाउँदै भइसिन्छ आन्टी र दाजुले है
कसरी सुकाइदैछ पैसो है पैसा चाहिँ सुक्या छैन है अघिदेखि सुकाइछौँ है सुकेकै छैन भने पैसा यहाँ पनि छ माथि पनि है यसरी घरको टिनमाथि चढेर चाहिँ म यसरी सुकाउँदैछु सुक्दैन पैसा होइन पुरै त्रिपाल बिछ्याएर पैसो बिछ्याउँदै त सुक्दैन यार के भयो यसरी पानी छ अझै पनि पुरै भिजेकै छ अझै पनि कहिले हो त नि सुक्ने गाइचहरू ल के उता भाँच्दैले चाहिँ अझै पनि गाँच्दै हुनुहुन्छ है मैले चाहिँ यो ढोका दिन्छु पहिलो अझै पनि गाँच्दै हुनुहुन्छ कुनै लामो खाना के लामो हो उलिम त रे ल चल्दैछ बाजेले गाँच्दै हुनुहुन्छ यता चाहिँ बाजेले हेर्दै हुनुहुन्छ अर्को बाजेले गाँच्दै हुनुहुन्छ खर टक्कर राखेर यता आन्टी घरतिर आन्टी र माइजूले के गर्दै हुनुहुन्छ है त उखु खाँदै बसिरहँदा रहेछ अब हिजो बनाएको मलाई खान्छ कि नै भनेर सोध्दा नसोध्ने है यिनीहरू आफै खाइदिने भने गाइजहरू खान सुरु गरे खाएँ ल फिनी अब चाहिँ यतातिरको पैसा गर्ने कार्यक्रम सुकाउने कार्यक्रम छँदैछ होइन त्यो सुकिराख र यता पार्दै हुनुहुन्छ है धुरी म चाहिँ अब यतातिर आफ्नै यता करेसाबारी है भाउजूले लाउनु भएको करेसाबारी यता गाजर छ मुला छ है यसो चार्नु पर्यो यता के चिज रहेछ खोइ यता पहेँलो देख्छु भने है पहेँलो चिज खाना चाहिँ लागेको है कतिको गुलियो रहेछ साखी हेरौँ है ठुल्ठुलो त छैन रहेछ सानो रहेछ कतिको गुलियो छ भन्ने कुरो चाहिँ अब चाहिँ चाखेर चाहिँ थाहा हुन्छ गाई अब चाहिँ सुन्तला चाखेर हेरौँ है कस्तो रहेछ यस्तो गुले चाहिँ रहन्छ पतेरा रहेछ धेरै अर्को चाहिएको त अमिलो रहेछ फेरि यतातिरको चाहिँ चाख्नु पर्यो टिप्ने पो कसरी हो बेसी ठुलो भनेर टिपेको सानो भएछ भने अब यो पनि कस्तो छ चाखी हेरौँ गाइज है त कतिको बवाल गुलियो रहेछ भन्ने कुरा अब चाखेर थाहा हुन्छ गाइजहरू ओके खोकेर भइसक्यो साखी हेरौँ है यो चाहिँ गुलियो रहेछ है चाहिँ गुलियो रहेछ अघि भन्दाको चाहिँ
मिठो रहेछ। अब केही दिन यो एकछिन भनेपछि सरी 15-20 दिनमा यो बबाल गुलियो हुन्छ यो पनि। ओके, यो चाहिँ प्याजको बिउ है। प्याज मसिनो आएको रहेछ। अब चाहिँ यसलाई चाहिँ बिस्तारै सार्ने होला। सायद भाउजूले यो प्याजको बिउ पनि बेच्नुहुन्छ होला। कसैलाई चाहिएको छ भने प्याजहरू है छ भने चाहिएको छ भने भाउजूलाई कन्ट्याक्ट गर्दा हुन्छ है। मुला पनि रहेछ है, कत्रो ठुल्ठुलो मुला लै मुला फल्दैछ यत्रो। ओके, मुला गोबी सबै एकै ठाउँमा रोप्नु भएको रहेछ। यतातिर पनि सबै गाजर, यता साग है, यता धनियाँ, यता लसुन, ल ट्याक्कै सबै चिज रोप्नु भएको रहेछ भाउजूले चाहिँ। यता के खाए पनि बारीमा एकदम अर्ग्यानिक चिजहरू मात्रै देखिराखेको छु मैले है। बजारमा त्यस्तो हुँदैन, सबै पिसादी मिसाएको हुन्छ। गाउँमा चाहिँ यसरी आफ्नै बारीमा चाहिँ मजाले यो सागसब्जीहरू रोपेर मस्त अर्ग्यानिक पिसादी नमिसाएको चिजहरू चाहिँ खान पाउँदाखेरि छुट्टै मजा आउँछ गाईहरू है त। ल ओके, फेरि कन्टिन्यू दिउँ है। अहिले चाहिँ अघि धोएर राखेको पैसालाई चाहिँ पोको पारेर 2-4 केजीको चाहिँ पोकामा चाहिँ यसरी चाहिँ पोको पारेर राख्यौँ। एक सिक्काको चाहिँ सक्यो। अब चाहिँ 2 सिक्काको सिक्काको चाहिँ फेरि पोको पार्न लागिरहेको छ है त। 29 केजी भएछ। 29 केजी 29 केजी एकको सिक्का। अब 2को सिक्का हेरौँ कति हुन्छ है त, जोखी हेरौँ। यसरी चाहिँ 4 केजीको चाहिँ पोको पार्दैछौँ हामीले है। पुगेन अझै मलाई पुग्छ एउटा पुगेन अझै। यो पन्जाबको फरा ठीक हो ल अर्को 2 सिक्काको 4 केजीको चाहिँ यो पोको तयार भयो गाईहरू। के दिउँ मम्मीले चाहिँ उठाउँदै हुनुहुन्छ है। बाँकी छ है जो एक बाटा बाँकी नै छ, मम्मीले उठाउँदै हुनुहुन्छ। सक्यो माले जाउँ तुमा। ओके, म अब लिएर जाँदैछु ल पहिला मान्नु। ओके, यो 2 रुपियाँको सिक्काको चाहिँ 8वटा पोका भएको छ हैन। 8वटा 1 2 3 4 5 6 7 8 एउटा पोको 2 केजी 4 केजी भने चाहिँ 832 प्लस 1 2 3 4 5 6 7 यो 7वटा एक सिक्काको चाहिँ 7वटा 7 को 28 भयो। 28 र 32
28 र 32 60 भयो 60 अझ यहाँ ऊ यहाँ यो 1 केजी सानो 61 यो 1 केजी छ ल भनेपछि 62 केजी चाहिँ छ रहेछ है लगभग ल फाइनली सक्यो है हाम्रो पैसा धुने कार्यक्रम सुकाउने कार्यक्रम र जोखेर पोका पार्ने कार्यक्रमहरू पनि आजको चाहिँ सकियो है त गाइजहरू ल फाइनली सब पोका पारेर फिनिस पारेर सक्नु है त हामी त स्योर यो 63 केजी नै छ है त अरे 63 भन्ने ल्याउनु भएको थियो हामी स्योर 63 केजी छ ओके डन ओके गाइज हैन आजको के कस्तो कामहरू भयो भन्ने कुरा चाहिँ म तपाईहरुलाई भिडियोमा देखाइसकेँ हैन अब भोलि चाहिँ के हुँदैछ भन्ने कुरा चाहिँ म फेरि भोलि भिडियोमा चाहिँ तपाईहरुलाई पस्किने छु है आज के कस्तो लाग्यो हैन तपाईहरुलाई भिडियोहरू हेर्दै गर्नुलाई आजको पार्ट 1 भोलि 2 3 गरेर 3 दिनको कामहरू चाहिँ म तपाईहरुलाई पस्किने छु भन्दै आजकै कस्तो लाग्यो कमेन्ट गरिदिनु होला लाइक कमेन्ट शेयर गरिदिनु होला भन्दै नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु थ्यांक यू